यी ट्राफिक प्रहरीलाई हेर्नुहोस्। सडक सुरक्षाको जिम्मा काँधमा बोकेर घाम पानी नभनी जनतालाई सडकबाट सेवा दिने यी ट्राफिक प्रहरीमाथि हामीले एक हप्तादेखि निगरानी गरिरहेका छौं। छातीमा कमान्डोको समेत ब्याच राखेका यी ट्राफिक प्रहरी बाराको जितपुरमा कार्यरत छन्। ड्युटी आएको समयदेखि अन्तिमसम्म एक सेकेन्ड पनि बस्न मान्दैनन्। सडकमा सवारीको व्यवस्थापनसँगै सडक पार गर्ने मध्ये बच्चा र वृद्धलाई आफैले बाटो पार गराइदिन्छन्। हामी यिनको मेहनत र काम हेरेर निकै प्रभावित भयौं र आज हामीले उनलाई सडकमै सम्मान गरेर उहाँसँग केही कुरा गर्नेछौं। आज हामी यी ट्राफिक प्रहरीलाई सम्मान गरेर धन्यवाद ज्ञापन गर्दैछौं। सम्भवतः इतिहासमा पहिलो पटक कोही पत्रकार सडकमा आएर एउटा ट्राफिकको काम हेरेर प्रभावित भएर सम्मान गरिरहेको छ। हामी यो दृश्य देखाउँछौं। सडकमा एउटा पनि गाडी हेर्न पाउँदैन जब यी ट्राफिक यो सडकमा हुन्छन्। यो ट्राफिक आइसकेपछि एक सेकेन्ड पनि यो सडकमा जाम देखिँदैन। यस्ता बाटो क्रस गर्ने मानिसहरूलाई उहाँले आफैले लेन समेत मिलाएर बाटो क्रस गराउनुहुन्छ। उहाँलाई हामी आज सम्मान गरेर उहाँलाई धन्यवाद ज्ञापन गर्छौँ र उहाँको परिचय खासमा के हो हामी त्यो बुझ्न प्रयास गर्छौँ। अहिले उहाँ व्यस्त हुनुहुन्छ। इलेक्सन हामी एकछिन पर्खिन्छौँ। पहिला आफ्नो काम सकाउनुहुन्छ उहाँले, त्यस पश्चात हामीले उहाँलाई सम्मान गर्छौँ। उहाँलाई यो जानकारी पनि छैन। सम्भवतः उहाँहरू पनि चकित पर्नुभएको होला। पत्रकार आएको छ, केही रिपोर्टिङ गर्छ कि गलत रिपोर्टिङ गर्छ कि भनेर उहाँलाई लागेको होला। तर आज फरक किसिमले हामी ट्राफिकलाई सम्मान गर्ने कार्यक्रम गरिरहेका छौँ। नेपाल प्रहरीलाई पनि म धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छु। हेर्नुहोस्, उहाँले व्यवस्थापन आफैले पनि सम्मान छ भने आफैले पनि सहयोग गरेर यो कामहरू गर्दै हुनुहुन्छ। यो दृश्य हेरेपछि पक्कै पनि सबैको मन छुन्छ होला। एउटा ट्राफिक प्रहरी जो आफै यस्तो काममा लाग्नु भएको छ, आफ्नो कर्मसँगै धर्म पनि निभाइरहनु भएको छ। हामी उतै सम्मान गर्छौँ। सर एकैछिन है, धेरै धेरै धन्यवाद तपाईँलाई। नमस्कार। तपाईँलाई हामी सम्मान गर्छौँ सडकमा आज। तपाईँको यो काम हेरेर धेरै धेरै बधाई छ। तपाईँको परिचय? मेरो नाम विवेक प्रसाद यादव हो। मेरो घर गौरौटहट हो। तपाईँको म विगत लगभग 1.5-2 महिनादेखि यहाँ अहिले कार्यरत छु। अस्थायी ट्राफिक प्रहरी पोस्ट जितपुर बारामा अहिले यहाँ यतिको खटाइ छ। हामी हेरिरहँदाखेरि तपाईँ हिँडै हुनुहुन्छ। हजुर दाइ, अब के गर्ने दाइ, यो आवश्यकताको तपाईँको यतिको गर्नै पर्छ। यतिको मागै छ। यहाँ यतिको ड्युटी गरेन भने यहाँ कामै छैन। त्यो हिसाबले कमान्डोको पनि ब्याच लाउनु भएको छ। हजुर, कमान्डो पनि गरेछ। भनेपछि कमान्डो भन्ने बित्तिकै आफै एउटा एक्टिभ नेपाल प्रहरीको सबैभन्दा एउटा भनौँ नि जटिल ट्रेनिङ पनि मानिन्छ कमान्डोलाई। र पक्कै पनि उहाँले यो गरिरहेको कर्म सँगसँगै उहाँले धर्म पनि